तपाईहरु पक्कै पनि जागिर खोज्दै हुनुहुन्छ होला अनि खुसीको कुरा आज मैले तपाईको लागि 10 ठाउँको जागिरसँग सम्बन्धित सूचनाहरूलाई लिएर आएको छु। नमस्कार, जबसिन हेटौडाको नयाँ श्रृङ्खलामा तपाईलाई स्वागत छ। म हुँ चन्द्र घलान। आउनुहोस् जागिरसँग सम्बन्धित सूचनाबाट आजको एपिसोडलाई सुरु गरौँ। जागिरसँग सम्बन्धित यो सूचना मकवानपुर गढी गाउँपालिकामा सेवा करारमा कर्मचारी राख्ने सम्बन्धी सूचना हो र यो सूचनामा माग गरिएको कर्मचारीहरूको विवरण म तपाईलाई बताउन चाहन्छु। मेडिकल अधिकृत चाहिएको छ 1 जना, स्टाफ नर्स 1 जना, त्यसैगरी हेल्थ असिस्टेन्ट 1 जना, ल्याब टेक्निसियन 1 जना, फार्मेसी सहायक 1 जना, कार्यालय सहयोगी 1 जना र सरसफाई कर्मी पनि 1 जना आवश्यकता परेको छ। स्टाफ नर्स चाहिँ 2 जना, माफ गर्नुहोस् मैले गलत भनेछु। स्टाफ नर्स चाहिँ 2 जना आवश्यकता परेको छ। आवश्यक न्यूनतम योग्यताहरू के चाहिन्छ भनेर म तपाईलाई बताउन चाहन्छु। मेडिकल अधिकृत पदको लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम MBBS उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। त्यसैगरी स्टाफ नर्स पदको लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट PCL नर्सिङ उत्तीर्ण गरी नेपाल नर्सिङ परिषदमा दर्ता भएको हुनुपर्छ। त्यसैगरी हेल्थ असिस्टेन्ट पदको लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सामा प्रमाणपत्र तह उत्तीर्ण भएको हुनुपर्नेछ। त्यसैगरी ल्याब टेक्निसियन पदको लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट हेल्थ ल्याबमा प्रमाणपत्र उत्तीर्ण वा ल्याब टेक्निसियन उत्तीर्ण भएको हुनुपर्छ। त्यसैगरी तपाईँ यदि फार्मेसी सहायक पदको लागि चाहिँ तपाईँ काम गर्न चाहनुहुन्छ भने मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा प्रमाणपत्र तह उत्तीर्ण भएको हुनुपर्छ। अनि कार्यालय सहयोगी र सरसफाई कर्मीको लागि चाहिँ सामान्य लेखपढ गर्न सक्ने हुनुपर्छ। तपाईँ त्यहाँ अप्लाई गर्न सक्नुहुन्छ र कम्तीमा 18 वर्ष पुरा भई 35 वर्ष ननागेको तपाईँ हुनुपर्छ। दरखास्त दिने स्थान मकवानपुर गढी गाउँपालिकाको कार्यालय मकराञ्चुली मकवानपुरमा दिन सक्नुहुन्छ र दरखास्त दिने अन्तिम मिति चाहिँ 2082 माघ 4 गते कार्यालय समयभित्र रहेको छ। तपाईले थप जानकारीको लागि makwanpurgadimun.gov.np बाट हेर्न सक्नुहुन्छ। यो सूचना पनि तपाईले त्यो वेबसाइटमा पाउन सक्नुहुन्छ र थप योग्यताहरू के चाहिन्छ त्यसको लागि पनि तपाईले यो वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ। जागिरसँग सम्बन्धित यो सूचना राक्सिराङ महिला श्रम तथा कृषि उपभोक्ता सहकारी संस्था लिमिटेड राक्सिराङ 5 चैनपुरको लागि कर्मचारी आवश्यकतासँग सम्बन्धित सूचना हो र यहाँ 1 जना महिला कर्मचारी आवश्यक रहेको छ। योग्यता पुगेको छ भने तपाईले त्यहाँ अप्लाई गर्न सक्नुहुन्छ। पद चाहिँ सहायक कर्मचारी हो। योग्यता +2 पास गरेको, 18 वर्ष पुरा भई 40 वर्ष ननागेको हुनुपर्छ अनि अनुभव चाहिँ कम्प्युटर सम्बन्धी सामान्य ज्ञान भएको हुनुपर्छ। तलब सुविधा चाहिँ संस्थाको निर्णय अनुसार हुनेछ र स्थानीयलाई ग्राह्यता दिइनेछ। तपाईँ थप जानकारीको लागि 9845 49025 9845 49025 मा फोन गर्न सक्नुहुन्छ। जागिरसँग सम्बन्धित यो सूचना रहेको छ लामिरा द कफी क्लबको लागि र यो रहेको छ हेटौडा 4 पारिजात पथमा। तपाईँ लामिरामा काम गर्न चाहनुहुन्छ भने त्यहाँ कुक 1 जना र हेल्पर 1 जना आवश्यकता परेको छ। थप जानकारीको लागि तपाईँ लामिरा द कफी क्लब हेटौडा 4 पारिजात पथ, कन्ट्याक्ट नम्बर रहेको छ 98 650 49 737 98 650 49 737 मा सम्पर्क गर्न सक्नुहुन्छ। जागिरसँग सम्बन्धित यो सूचना रहेको छ स्यार्सेकालिका डेरी हेटौडाको लागि र यहाँ 3 पाङ्ग्रे सवारी चलाउने कर्मचारी आवश्यकता परेको छ। तलब चाहिँ 16,000 रुपैयाँ हो र बस्नको पनि व्यवस्था रहेको छ। ओभरटाइम पनि तपाईले गर्न सक्नुहुन्छ, त्यसको पनि व्यवस्था छ। थप जानकारीको लागि तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ स्यार्सेकालिका डेरी हेटौडामा। फोन नम्बर रहेको छ 97 617 18 027 मा फोन गर्न सक्नुहुन्छ। जागिरसँग सम्बन्धित यो सूचना हेटौडामा रहेको एक मिडिया हाउसको लागि कर्मचारी आवश्यकतासँग सम्बन्धित सूचना हो र यहाँ रेडियो प्राविधिक आवश्यकता परेको छ 3 जना। यसको लागि योग्यता चाहिँ रेडियोमा प्राविधिक सम्बन्धी काम गरेको अनुभव हुनुपर्छ। त्यसैगरी पद रहेको छ अर्को संवाददाता 2 जना
योग्यता चाहिँ पत्रकारिता सम्बन्धी ज्ञान भएको तथा समाचार लेखनका साथै अनलाइन पत्रिकामा अपडेट गर्न सक्ने हुनुपर्छ। त्यसैगरी बजार प्रतिनिधि आवश्यकता परेको छ 2 जना। योग्यता चाहिँ बजार प्रतिनिधि भई काम गर्न सक्ने क्षमता भएको हुनुपर्छ। अर्को रहेको छ पद रिसेप्सनिस्ट, 2 जना आवश्यकता परेको छ। योग्यता चाहिँ नेपाली टाइप गर्न जान्ने हुनुपर्छ। पारिश्रमिक चाहिँ सबै पदमा पारिश्रमिक तथा तलब कम्पनीको नियमअनुसार आपसी सहमतिबाट तय गरिनेछ भनेर लेखिएको छ। यहाँ मिडिया हाउसको नाम उल्लेख नगरिएकोले मैले उल्लेख गरिनँ, तर तपाईँ फोन गरेर सिधै सम्पर्क गर्न सक्नुहुन्छ 98 550 012 19 98 550 012 19। यो हेटौँडामा रहेको मिडिया कम्पनी हो। जागिरसँग सम्बन्धित यो सूचना हामीले समृद्ध समाज राष्ट्रिय दैनिकबाट लिएका हौँ र यहाँ श्री टङ्केश्वर आधारभूत विद्यालय बागमती गाउँपालिका 1 करौँजे मकवानपुरमा कर्मचारी आवश्यकता, शिक्षक आवश्यकता रहेको सम्बन्धी सूचना रहेको छ र यो सूचना प्रकाशित भएको मिति चाहिँ 2082 पुस 21 गते प्रकाशित भएको हो। तपाईले 15 दिनभित्र यहाँ आवेदन दिन सक्नुहुन्छ। पद रहेको छ निमावी गाउँपालिका अनुदान शिक्षक, विषय चाहिँ विज्ञान, आवश्यक सङ्ख्या 1 जना हो। परीक्षा दस्तुर 1500 रुपियाँ लाग्छ। शैक्षिक योग्यता चाहिँ मूल विषय विज्ञानमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको, 18 वर्ष पुरा भई 40 वर्ष ननागेको हुनेछ। अनि तलब सुविधा चाहिँ गाउँपालिकाबाट तोकिए बमोजिम हुनेछ। दरखास्त दिने अन्तिम मिति चाहिँ माघ 6 गतेसम्म। कार्यालय समयभित्रमा तपाईँ दरखास्त दिन सक्नुहुन्छ र ग्राह्यता चाहिँ माथिल्लो योग्यता भएको उम्मेदवारलाई ग्राह्यता दिइनेछ, प्राथमिकता दिइनेछ। तपाईँ थप जानकारीको लागि फोन गर्न सक्नुहुन्छ विद्यालय व्यवस्थापन समिति अध्यक्ष 98 40 84 93 81 मा, प्रधानाध्यापकलाई 98 64 84 82 22 मा तपाईँ फोन गर्न सक्नुहुन्छ। अथवा तपाईँ नजिकै हुनुहुन्छ भने श्री टङ्केश्वर आधारभूत विद्यालय बागमती गाउँपालिका 1 करौँजे मकवानपुरमा सम्पर्क राख्न सक्नुहुन्छ। जागिरसँग सम्बन्धित यो सूचना हामीले समृद्ध समाज राष्ट्रिय दैनिकबाट लिएका छौँ र यहाँ हेटौँडा स्थित निर्माण व्यवसाय कम्पनीको लागि कर्मचारी आवश्यकतासँग सम्बन्धित सूचना रहेको छ। पद हो लेखापाल, सङ्ख्या 2 जना। अर्को पद रहेको छ फिल्ड सुपरभाइजर, सङ्ख्या 2 जना र शैक्षिक योग्यता चाहिँ 12 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। तलब सुविधा आपसी सहमतिमा तय गरिनेछ। उमेर चाहिँ 35 वर्षदेखि 50 वर्षसम्मको हुनुपर्छ। सम्पर्क गर्न सक्नुहुन्छ 98 029 69 111 98 029 69 111 मा। जागिरसँग सम्बन्धित यो सूचना रहेको छ श्री व्यास माध्यमिक विद्यालय कैलाश गाउँपालिका वडा नम्बर 6 पकनी मकवानपुरको। यो सूचना हामीले समृद्ध समाज राष्ट्रिय दैनिकबाट लिएका हौँ र यहाँ शिक्षक आवश्यकतासँग सम्बन्धित सूचना रहेको छ। यो सूचना प्रथम पटक प्रकाशित भएको हो 2082 पुस 18 गते र तपाईँले यहाँ यो सूचना प्रकाशित भएको मितिले 15 दिनभित्रमा आवेदन दिन सक्नुहुन्छ। यहाँ आवश्यकता परेको छ मावि तहको गणित सङ्घीय अनुदान कोटामा गणित विषयको शिक्षक। शैक्षिक योग्यता चाहिँ गणित मुख्य विषय लिई बिएड वा सो सरह उत्तीर्ण गरेको हुनुपर्छ। दरखास्त दस्तुर चाहिँ रु 2000 रुपियाँ रहेको छ। तह चाहिँ प्राथमिक तृतीय अस्थायी करार शिक्षक आवश्यकता परेको हो। दरखास्त दस्तुर चाहिँ रु 2000 रुपियाँ रहेको छ। त्यसै गरी प्राथमिक तृतीय अस्थायी करार शिक्षकको लागि पनि आवश्यकता परेको छ। शैक्षिक योग्यता चाहिँ प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण। दरखास्त दस्तुर यसको लागि रु 1000 रुपियाँ रहेको छ। तलब सुविधा चाहिँ नेपाल सरकारले तोके बमोजिम हुनेछ। परीक्षाको किसिम चाहिँ लिखित, मौखिक र प्रयोगात्मक हुनेछ र दरखास्त दिने अन्तिम मिति 2082 माघ 2 गते 4 बजेसम्म रहेको छ र तपाईँले थप जानकारीको लागि फोन गर्न सक्नुहुन्छ 98 494 82 422 मा विद्यालयको अध्यक्षलाई, 98 550 16 360 मा प्रलाई, वा तपाईँ नजिकै हुनुहुन्छ भने श्री व्यास माध्यमिक विद्यालय कैलाश गाउँपालिका वडा नम्बर 6 पकनी मकवानपुरमा सम्पर्क गर्न सक्नुहुन्छ। विद्यालयको प्रधानाध्यापक ज्ञानबहादुर गिरी हुनुहुन्छ।
जागिरसँग सम्बन्धित यो सूचना श्री जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालय हेटौँडा 16 हटिया चिसापानीमा प्रशिक्षक आवश्यकतासँग सम्बन्धित सूचना हो र यो सूचना 2082 पुस 18 गते प्रकाशित भएको हो र तपाईले यो सूचना प्रकाशित भएको 7 दिनभित्रमा त्यहाँ आवेदन दिन सक्नुहुन्छ। विज्ञापन थुप्रै रहेको छ। एउटा तह चाहिँ आधारभूत तह गणित विज्ञान शिक्षक आवश्यकता परेको छ, संख्या 1 जना। शैक्षिक योग्यता चाहिँ कक्षा 12 मा विज्ञान संकायबाट गणित विषय लिई उत्तीर्ण गरेको हुनुपर्नेछ। परीक्षाको किसिम लिखित र मौखिक र आवश्यकता अनुसार कक्षा अवलोकन पनि गरिनेछ। त्यसैगरी अर्को रहेको छ आधारभूत तह कम्प्युटर शिक्षक, सेवा करार शिक्षक निजी स्रोतबाट हो। त्यसैगरी शैक्षिक योग्यता चाहिँ मुख्य विषय कम्प्युटर लिई +2 उत्तीर्ण गरेको, आईटी को विशेष ज्ञान तथा प्रमाणपत्र समेत भएको, साथै परीक्षा तथा लेखा व्यवस्थापनको ज्ञान भएको हुनुपर्नेछ। संख्या 1 जना हो। त्यसैगरी अर्को पद पनि रहेको छ आधारभूत प्रावितः सहायक कोअर्डिनेटर। पद चाहिँ सेवा करार शिक्षक निजी स्रोत हो। योग्यता रहेको छ अंग्रेजी वा गणित वा विज्ञान विषय लिई +2 उत्तीर्ण गरेको, परीक्षाको किसिम चाहिँ कोअर्डिनेटर प्रस्तावना सहित मौखिक परीक्षा र कक्षा अवलोकन गरिनेछ र विशेष ग्राह्यता चाहिँ अंग्रेजी भाषा बोल्न र लेख्न सक्ने तथा माथिल्लो शैक्षिक योग्यता भएकोलाई प्राथमिकता दिइनेछ। 1 जना आवश्यकता परेको छ। त्यसैगरी यही विद्यालयमा अर्को आवश्यकता परेको छ आधारभूत प्रावितः मन्टेसोरी कोअर्डिनेटर। पद चाहिँ सेवा मन्टेसोरी शिक्षक करार हो। तपाईँ शैक्षिक योग्यता चाहिन्छ कक्षा 12 उत्तीर्ण गरी 390 घण्टाको मन्टेसोरी तालिम लिएको, विशेष ग्राह्यता चाहिँ अनुभवी तथा माथिल्लो शैक्षिक योग्यता भएको मन्टेसोरी तालिम दिन सक्नेलाई ग्राह्यता दिइनेछ। परीक्षाको किसिम कोअर्डिनेटर प्रस्तावना सहित मौखिक परीक्षा र कक्षा अवलोकन गरिनेछ। संख्या 1 जना नै हो। उमेर चाहिँ 18 वर्ष पुरा भई 35 वर्ष ननागेको हुनुपर्छ। तपाईँ थप जानकारीको लागि यी सबै पदहरूमा बुझ्न चाहनुहुन्छ भने नजिकै हुनुहुन्छ भने श्री जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालय हेटौँडा 16 हटिया चिसापानीमा जान सक्नुहुन्छ। अथवा टाढा हुनुहुन्छ भने पहिला फोन गरेर बुझ्नुहोस्। फोन नम्बर रहेको छ 057 530 122 वा 98 452 34 755। आदरणीय दर्शकबिन, जागिरसँग सम्बन्धित सूचना आजको लागि यति नै। तपाईलाई जब्स इन हेटौँडा कस्तो लाग्दैछ कृपया हामीलाई लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। र यो कार्यक्रम विशेष गरी मैले प्राविधिक ज्ञान युट्युब च्यानलबाट त्यसैगरी मेरो व्यक्तिगत युट्युब च्यानलबाट पनि अपलोड गर्ने गरेको छु। अहिले तपाईले जहाँ हेर्दै हुनुहुन्छ त्यही च्यानललाई तपाईले सब्स्क्राइब गर्न पनि सक्नुहुन्छ। साथै फेसबुकबाट हेर्दै हुनुहुन्छ भने मलाई फलो गर्न नभुल्नुहोला। तपाई जागिरसँग सम्बन्धित सूचनाहरू पाउन चाहनुहुन्छ भने facebook.com/groups/jobs हेटौँडा तपाईले ग्रुपमा पोस्टहरू गर्न वा हेर्न सक्नुहुन्छ। त्यसैगरी तपाईले facebook.com/jobs in हेटौँडा मा गएर पनि हाम्रो पेजमा लाइक गरेर त्यहाँका पोस्टहरू हेर्न सक्नुहुन्छ। वा हाम्रो वेबसाइट रहेको छ www.jobsinhetauda.com, त्यहाँ गएर पनि तपाईले सूचनाहरूलाई हेर्न सक्नुहुन्छ। तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्।